Have you completed your SE and still confused what to do next? If yes, then this video will be a milestone for you and those parents who are worried about their child's career. Because in this video, we will discuss all the best career opportunities after SEE in Nepal. साथीहरू कहीं तपाईँ पनि एसई पास गरेर अब के पढ्ने के गर्ने भन्ने प्रश्नमा उल्झिराख्नु भएको त छैन? यदि हो भने यो भिडियो तपाईँ र त्यस्ता प्यारेन्ट्सहरूको लागि एउटा कोसे ढुङ्गा साबित हुन सक्छ, किनकि यस भिडियोमा हामीले नेपालमा एसई पछि पढ्न मिल्ने बेस्ट करियर अप्सन्सहरूको बारेमा डिस्कस गर्न गइराखेका छौँ। साथीहरू, नेपालमा सी पछि मेनली हामीसँग दुईवटा अप्सन्सहरू हुने गरिन्छ। पहिलो अप्सन्स एनईबी अर्थात् +2 र दोस्रो अप्सन चाहिँ सिटिईभिटी अर्थात् डिप्लोमा। साथीहरू, एनईबी अर्थात् +2 चाहिँ 2 वर्षको कोर्स हुने गरिन्छ र यस अन्तर्गत त्यस्ता विद्यार्थी भाइ बहिनीहरू लाग्ने गरिन्छ जसको उद्देश्य चाहिँ भोलि गएर ब्याचलर्स मास्टर्स गरी सैद्धान्तिक ज्ञान हासिल गर्नेतर्फ रहेका हुन्छन् र सिटिभिटी जुन चाहिँ 3 वर्षको कोर्स हुने गरिन्छ यसतर्फ त्यस्ता विद्यार्थी भाइ बहिनीहरू लाग्ने गरिन्छ जसको उद्देश्य चाहिँ छिटो स्किल अर्थात् सिप सिकी रोजगार पाउने र प्राविधिक विषयमा विज्ञता हासिल गर्ने भन्ने रहेका हुन्छन्। साथीहरू, अब हामी एनईबी अर्थात् +2 अन्तर्गत पढ्न मिल्ने विषयहरूको बारेमा डिस्कस गरौँ। साथीहरू, एनईबी अर्थात् +2 अन्तर्गत हामीले मेनली 4वटा विषय पढ्न पाउँछौँ। ती हुन् साइन्स अर्थात् विज्ञान संकाय, म्यानेजमेन्ट अर्थात् व्यवस्थापन संकाय, एजुकेसन अर्थात् शिक्षा संकाय र ह्युम्यानिटिज अर्थात् मानविकी संकाय। यस्तै गरेर सिटिईभिटी अन्तर्गत हामीले पढ्न मिल्ने सब्जेक्टहरू फिल्डहरूको बारेमा पनि हेरौँ। यस अन्तर्गत मेनली हामीले मेडिकल फिल्ड जसलाई हेल्थ साइन्स पनि भनिन्छ र इन्जिनियरिङ फिल्ड, यस्तै गरेर एग्रिकल्चर वा एनिमल फिल्ड र हस्पिटलिटी एन्ड अदर कोर्सेसहरू पनि यस अन्तर्गत हामी पढ्न पाउँछौँ। यसमध्ये मेडिकल फिल्ड अन्तर्गत हामीले एचए, पिसिएल, सिएमएलटी, फार्मेसी, रेडियोग्राफी, डेन्टल र फिजियोथेरापी जस्ता कोर्सहरू पढ्न पाउँछौँ र यसै क्रममा अब हामी इन्जिनियरिङ फिल्ड अन्तर्गत हेरौँ। साथीहरू, इन्जिनियरिङ फिल्ड अन्तर्गत हामीले मेनली सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, मेकानिकल, कम्प्युटर, जियोमेट्रिक जस्ता इन्जिनियरिङका कोर्सहरू हामी पढ्न पाउँछौँ र यस्तै गरेर एग्रिकल्चर अर्थात् एनिमल फिल्ड अन्तर्गत हामीले आइएससीएजी र भेटनरी जस्ता कोर्सहरू पढ्न पाउँछौँ। यसका साथसाथै साथीहरू, हामीहरू हस्पिटलिटी एन्ड अदर्स फिल्ड अन्तर्गत मेनली चाहिँ होटल म्यानेजमेन्ट, इन्टरप्रेन्योरशिप डेभलपमेन्ट र सोसल वर्क जस्ता सेक्टरहरू विषयहरू पढ्न पाउँछौँ। साथीहरू, कुनै पनि विषय सानो र ठुलो हुँदैन, कुनै पनि फिल्ड चाहिँ सानो र ठुलो हुँदैन। तपाईको इच्छा, रुचि र मेहनत चाहिँ ठुलो कुरा हो। सो recognize your abilities and choose one of the best option. Goodbye.